भन्दा पहिला हामीहरू यो च्याप्टरको 1 नम्बरदेखि लिएर 3 नम्बरसम्मको हल गरेको थियौँ हैन। आज यो भिडियोमा चाहिँ नम्बर 4 देखि लिएर अब जति छ त्यो सबैको चाहिँ हल गर्नेछौँ। अब 4 नम्बरको कमा यो क्वेशन हेर्दाखेरि के हुन्छ कि यहाँ वर्गाकार भएको पिरामिडको छट्के उचाइ दिएको छ 10 सेन्टिमिटर, त्यस्तै आधारको लम्बाइ आधार भुजा दिएको छ 12 मिटर र पूरा सतहको क्षेत्रफल र आयतन चाहिँ निकाल्नु त्यो चाहिँ क्वेशनले भनेको छ। अब यस्तो खाले हिसाब बनाउनको लागि त यो भन्दा पहिला त हामीहरु त सिक्यो नि यो पूरा सतहको क्षेत्रफलमा कुन सूत्र लगाउने, आयतनमा कुन सूत्र लगाउने हैन, छट्के सतहको क्षेत्रफल भनेको छ भने कुन सूत्र लगाउने, यो त्यो सबै चाहिँ यो भन्दा पहिलाको भिडियोमा चाहिँ हामीहरु सिकेका छौं। अब यस्तो खाले यो क्वेशन हल गर्नको लागि हैन के लेख्नु होला कि वी नो दैट हामीलाई थाहा छ वा यसको साटामा चाहिँ सूत्रबाट सूत्र अनुसार हैन लेख्न सक्नुहुन्छ है। के भनेको छ पूरा सतहको क्षेत्रफल हैन, वर्गाकार भएको पिरामिडको पूरा सतहको क्षेत्रफल। त पूरा सतहको क्षेत्रफल के हुन्छ पूरा सतहको क्षेत्रफलमा कि आधारको क्षेत्रफल प्लस छट्के सतहको क्षेत्रफल। त आधारको क्षेत्रफल के हुन्छ a² प्लस छट्के सतहको क्षेत्रफल 2al। त्यो सबैबाट कमन लिएर चाहिँ a टाइम्स a प्लस 2l यो चाहिँ के भयो पूरा सतहको क्षेत्रफल भयो हैन, वर्गाकार भएको पिरामिडको पूरा सतहको क्षेत्रफल। अब यहाँ a छ हैन, त a को त भ्यालु त दिएको छ आधार भुजा 12 सेन्टिमिटर, त त्यहाँ के हुन्छ 12, फेरि यहाँ 12 प्लस 2 को 2 गुना l कति दिएको छ 10, त यहाँ लेख्नु होला 10। अब 12 को 12 फेरि यो 12 को 12 प्लस 10 दुना 20 फेरि 12 गुने यो 12 प्लस 20 गर्छ भने कति हुन्छ 32। अब 32 गुने 12 गर्छ भने कति हुन्छ 32 गुने 12 384 स्क्वायर सेन्टिमिटर। यही चाहिँ के भयो त्यसको एन्सर। त्यो 384 स्क्वायर सेन्टिमिटर चाहिँ के भयो यो वर्गाकार भएको पिरामिडको पूरा सतहको क्षेत्रफल। त्यस्तै भनेको के छ त्यसको आयतन कति हुन्छ हैन, त आयतनको हैन निकाल्ने सूत्र के हुन्छ पिरामिडको आयतन v = के हुन्छ 1/3 हैन इन्टु a² इन्टु h मतलब हुन्छ।